नमस्ते सबैलाई र आजको यस एक्सप्लेनरमा स्वागत छ। तिमीले कहिले नोटिस गरेको छौ किन बजार बारम्बार एउटै ठाउँबाट फर्किन्छ? किन प्राइस बारम्बार त्यही गएर रोकिन्छ अनि उल्टो दिशा लिन्छ? यो कुनै म्याजिक होइन, यो हो सपोर्ट र रेजिस्टेन्स। यदि तिमी नेप्सेमा ट्रेडिङ गर्छौ तर यो कुरा बुझेका छैनौ भने नि तिमी ब्लाइन्ड ट्रेडिङ गरिरहेका छौ। तर गुड न्यूज के छ भने यो कन्सेप्ट एकदम सिम्पल छ। आज म तिमीलाई एकदम इजी तरिकाले सिकाउँछु कसरी सिम्पल लाइनबाट मार्केट प्रेडिक्ट गर्ने र कसरी यहीँबाट पैसा बनाउने। अब सोचौं न, बजारमा एउटा कुरा पक्कै याद गरेको हुनुपर्छ। कुनै स्टकको मूल्य तल झर्दै गर्छ, एउटा निश्चित बिन्दुमा पुगेपछि ठ्याक्कै रोकिन्छ अनि अचानक उल्टो दिशा लिन्छ। फेरि केही समयपछि त्यही पुग्छ अनि फेरि त्यसै गरी फर्किन्छ। आखिर किन मूल्य बारम्बार त्यही गएर रोकिन्छ त? अघि नै भने नि, यो कुनै जादु वा कोइन्सिडेन्स होइन। यो त बजारका दुई सबैभन्दा शक्तिशाली शक्तिहरूको खेल हो, जसलाई हामी सपोर्ट र रेजिस्टेन्स भन्छौं। आज हामी यसको भित्री रहस्यलाई एकदमै सजिलो तरिकाले बुझ्दैछौं। आजको हाम्रो रोडम्याप यस्तो छ है। पहिला बजार रिभर्सलको रहस्य, त्यसपछि सपोर्ट र रेजिस्टेन्स भनेको ठ्याक्कै के हो अनि किन यो एउटा लाइन नभएर जोन हो। त्यसपछि हामी खरिद र बिक्री रणनीति हेर्नेछौँ र अन्त्यमा धेरैले गर्ने सामान्य गल्तीहरूबारे कुरा गर्नेछौँ। ल, अब सिधै सुरु गरौँ हाम्रो पहिलो टपिकबाट, रिभर्सलको रहस्य अर्थात् बजार किन फर्किन्छ। यो बुझ्नको लागि हामीले दोस्रो टपिक बुझ्नै पर्छ। आखिर यो सपोर्ट र रेजिस्टेन्स भनेको खासमा के हो त? यसलाई एकदम सिम्पल इक्जाम्पलबाट बुझौं। सपोर्ट भनेको हाम्रो कोठाको भुइँ वा फ्लोर जस्तै हो। यो त्यस्तो प्राइस लेभल हो जहाँ मार्केट तले झर्न छोड्छ र बाउन्स हुन्छ। किनभने त्यहाँ बायर्स एकदम स्ट्रङ हुन्छन्। त्यसैगरी रेजिस्टेन्स भनेको छत वा सिलिङ जस्तै हो। यो त्यस्तो लेभल हो जहाँ मार्केट माथि जान सक्दैन र तल फर्किन्छ। किनभने त्यहाँ सेलर स्ट्रङ हुन्छन्। भुइँले तल खस्न दिँदैन, छतले माथि जान दिँदैन। एकदम सिम्पल। अब जाउँ तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरामा। धेरैले नबुझ्ने कुरा यही हो, सपोर्ट र रेजिस्टेन्स एउटा जोन हो, लाइन होइन। धेरै बिगिनरले के गल्ती गर्छन् थाहा छ? चार्ट खोल्छन् अनि एकदम एक्ज्याक्ट एउटा लाइन कोर्छन्। उनीहरूलाई लाग्छ कि प्राइसले ठ्याक्क त्यही लाइनलाई छुन्छ र फर्किन्छ। तर रियालिटीमा नि सपोर्ट र रेजिस्टेन्स लाइन होइन। यो एउटा जोन हो। अब यसलाई कसरी बनाउने त? एकदम सजिलो छ। चार्ट खोल अनि हेर, जहाँ प्राइस बारम्बार बाउन्स भएको छ त्यो सपोर्ट भयो, जहाँ बारम्बार रिजेक्ट भएको छ त्यो रेजिस्टेन्स भयो। एउटा प्रोटिप दिन्छु है, जुन लेभलमा 2 देखि 3 पटक टच भएको छ नि त्यो सधैँ स्ट्रङ जोन हुन्छ। त्यहाँ बजारको बलियो मेमोरी बसेको हुन्छ। मानौ एउटा स्टकले 1200 को लेभलमा बारम्बार बाउन्स गरेको छ, तल आउँछ, 1200 छुन्छ, माथि जान्छ। यसबाट हामी के बुझ्छौं? सिम्पल, 1200 को त्यो एरिया एउटा स्ट्रङ सपोर्ट हो। अनि त्यही स्टक बढेर 1400 मा पुगेपछि चाहिँ बारम्बार रिजेक्ट भएको छ। 1400 छुने बित्तिकै तल खस्छ। यसको मतलब के त? 1400 को लेभल चाहिँ स्ट्रङ रेजिस्टेन्स हो। मूल्यले त्यो छतलाई तोड्न नै सकिरहेको छैन। ल, कन्सेप्ट त बुझियो। अब मुख्य कुरामा आउँ। चौथो खण्ड, खरिद र बिक्री रणनीति। यो जोनहरू प्रयोग गरेर आखिर ट्रेड कसरी गर्ने त? हाम्रो बाई स्ट्र्याटेजी एकदम स्ट्रेट फरवर्ड छ। जब प्राइस तल झरेर सपोर्ट नजिक आउँछ त्यति बेला बाई गर्ने। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, स्टप लस सधैँ सपोर्टभन्दा अलिकति तल राख्ने, किनकि यदि सपोर्ट टुट्यो भने बजार अझै तल जान सक्छ नि त। त्यसैगरी सेल स्ट्र्याटेजी पनि उस्तै छ। जब प्राइस बढेर रेजिस्टेन्स नजिक पुग्छ त्यहाँ सेल गर्ने। तर यदि बासै त्यो रेजिस्टेन्स तोडेर बजार माथि गयो भने नि, हो त्यति बेला हामी नयाँ ब्रेकआउट ट्रेडको लागि तयार रहने। तर पर्खनुस् है, यहाँ एउटा खतरा पनि छ। मेरो एउटा प्रो टिप सधैँ याद राख्नु, ब्रेकआउट कहिलेकाहीँ फेक पनि हुन सक्छ। मूल्य माथि गए जस्तो गर्छ अनि फ्र्याट्टै तल झर्छ। त्यसैले साँचो ब्रेकआउट चिन्ह सधैँ भोल्युमले कन्फर्म गर्नै पर्छ है। अब हामी अन्तिम तर सबैभन्दा क्रिटिकल खण्डमा आइसकेका छौं, सामान्य गल्तीहरू र बजारको यथार्थ। नेप्सेमा सर्भाइभ गर्न यी 3वटा गल्तीबाट सधैँ बच्नुहोला। पहिलो गल्ती, एक्ज्याक्ट लाइनमा भरोसा गर्नु। दोस्रो, हर चार्टमा ब्लाइन्ड ट्रेड गर्नु। र तेस्रो गल्ती, न्युजलाई पुरै इग्नोर गर्नु। यस्तो कहिले नगर्नुस्। सधैँ एउटा कुरा याद राख, मार्केट कहिले पर्फेक्ट हुँदैन। यो एउटा प्रोबेबिलिटी अर्थात् सम्भाव्यताको खेल हो। 100% श्योर भन्ने कुरा मार्केटमा केही पनि हुँदैन। हामीले त आफ्नो पक्षमा धेरै सम्भावना हुँदा मात्र ट्रेड गर्ने हो।
यदि तिमीले आजको यो एक्सप्लेनरबाट केही नयाँ कुरा सिक्यौ भने पक्कै लाइक र शेयर गर। अघि हामीले फेक ब्रेकआउटको कुरा गरेका थियौं नि, यदि तिमीलाई नेक्स्ट एक्सप्लेनरमा फेक ब्रेकआउट कसरी चिन्ने भन्ने भिडियो चाहिन्छ भने तल कमेन्टमा नेक्स्ट भनेर लेख। अर्को प्रस्तुतिमा म त्यही देखाउनेछु। त्यतिन्जेलसम्मको लागि ट्रेड स्मार्ट, स्टे सेफ।